हेलो गाइज एन्ड मेसेज छ सबैजनालाई। आज यो बिहानी तपाईँहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। अहिले चाहिँ म आफ्नो कामतर्फ जाँदैछु। यहाँ हेर्न सक्नुहुन्छ उता पछाडि घर। म यहाँनिर सरर आज मौसम पनि एकदम दामी खुलेको छ। पछाडि हेर्दा त्यहाँ पहाडहरू पनि सरर लाएर मस्त देखिने पाराले आज रहिरहेको छ। पहाडहरू पनि मिठो भइरहेछ। म सरसर आज आफ्नो कामतर्फ जाँदैछु। आफ्नो कामतर्फ जानेछु, के कसो कामहरू गर्नेछु, फोटोहरू खिच्नेछु। म आज टक्लक्क लाएर दिन कस्तो तरिकाले स्पेन्ड हुन्छ आज दिन हेर्नेछु अनि टक्लक्क लाएर हाल्नेछु। तर मौसम चाहिँ आज साह्रै मिठो, एकदम मौसम खुलेको छ। फोटोहरू पनि बबाल आउँछ आज। फाइनली यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो चाहिँ जट्ट लाएर ऐतिहासिक मकवानपुर गढी जाने पूर्वको सबैभन्दा मेन गेट चाहिँ यो। पश्चिममा अर्को एउटा गेट छ। म टक्लक लाएर फेरि पनि आफ्नो कामतर्फ जाँदैछु। यहाँनिर स्वागतम लेखिएको छ, ऐतिहासिक मकवानपुर गढी दरबार। टक्लक लाएर फेरि पनि म यहाँनिर भर्याङ चढ्दैछु। ग्रेट वाल अफ द नेपाल, अब जस्तै चाइनाको छ ग्रेट वाल होइन, एकदम कडा वाल जुन चन्द्रमाबाट देखिन्छ भन्छ त्यो वाल। त्यसै गरी हाम्रो पनि यहाँनिर मकवानपुर गढीको ग्रेट वाल भनौँ न, त्यस्तै खतरा छ यहाँको वाल पनि। त्यो अनुसारले म अब यहाँ टक्लक चढ्दैछु। यो भर्याङ चढ्दै धेरै गाह्रो हुन्छ। नयाँ नयाँ मान्छेहरूलाई झन् धेरै गाह्रो हुन्छ। हामी यहाँ दिनकै चढ्ने मान्छेलाई त गाह्रो हुन्छ, झन् टाढाबाट आउने मान्छेहरूलाई त एकचोटिमा चढ्नलाई त कस्तो गाह्रो हुन्छ। यो हेर्नु त, म चढ्दै मलाई कस्तो थक लाग्यो। म यति माथिसम्म आइसक्यो हिँड्दै। यहाँनिर हेर्नु सक्नुहुन्छ अझै कति बाँकी छ। आच्छिले भयो, उहाँ पुग्नु पनि छ। आज कस्तो मौसम पनि दामी देखेको, मौसम पनि दामी भइरहेछ। मलाई यो कपडाले पनि फेरि कस्तो दामी सुट गरेको। म कस्तो ह्यान्डसम देखिरहेको छु मैले आफूलाई। अरू भने त्यस्तै हो, मेरो गफ भनेको यस्तै हो। ल ठिक छ, अझै अगाडि हिँड्दै गरौँला, के कसो हुन्छ टक्लक लाएर हिँडौँला। तर दामी हिँडिसकेँ म, हेर्नु त यत्रो माथि आइसक्यौँ। ल हेर्न सक्नुहुन्छ यहाँ बाटोबाट भर्याङमा हिँड्दै गर्ने क्रममा यहाँ यति मिठो फुलहरू लगाउनु भएको छ यहाँ समितिले सर्लक्क लाएर। अनि यहाँ आउने गर्ने क्रममा चाहिँ तपाईँहरूले यहाँनिर एकदन्ते सेतो हात्ती, ऐतिहासिक मकवानपुर गढी हेटौँडामा चाहिँ तपाईँले यो सेतो हात्ती देख्न सक्नुहुन्छ। यो सेतो हात्तीको इतिहास पनि एकदम राम्रो रहेको छ। पृथ्वीनारायण शाहसँग जोडिएको अस्तित्वको कुराहरू हामी यो एकदन्ते सेतो हात्तीसँग जोडिन पाउँदछौँ। अब हामी फेरि पनि अगाडि जाँदैछौँ। ऐतिहासिक मकवानपुर गढीको भर्याङ टक्लक चढ्दैछौँ। तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ फुलहरू, बगैँचाहरू कति मिठो, कति राम्रोसँग त्यहाँनिर फुलहरू बाटोले हामीलाई स्वागत गरिरहेको छ। मौसम पनि साह्रै मिठो, फुलहरूले टक्लक लाएर यहाँनिर हेर्नु त हामीलाई चट्ट ऐतिहासिक मकवानपुर गढीमा मलाई मात्रै होइन है, तपाईँहरू पनि आउनुभयो भने यो बाटोमा फुलहरूले तपाईँलाई पनि स्वागत गर्नेछ है त। त्यसै गरी तपाईँहरू यहाँनिर भर्याङ चढेर सकिने बित्तिकै यहाँनिर यो मूर्ति देख्न सक्नुहुन्छ। यो मूर्तिको पनि एउटा इतिहास रहेको छ यहाँनिर, जुन चाहिँ कडकसिंह बानियाको मूर्ति रहेको छ। हामी आउँदै गर्ने क्रममा चाहिँ ऐतिहासिक मकवानपुर गढी आउने क्रममा चाहिँ हामीले पहिला त्यहाँनिर बाटोमा कडकसिंह बानियाको मूर्ति देख्छौँ भने अलिकति यता आइसकेपछि हामीले त्यहाँनिर पृथ्वीनारायण शाहको मूर्ति देख्न सक्छौँ। त्यहाँनिर प्रतिमा बनाएर टक्लक लगाएर यहाँ फुलको बगैँचा माथि हेर्नु त चट्ट लाएर हामी सब एक हौँ भनेर नेपालीहरू सबैलाई भनिरहनु भएको है। टक्लक हेर्न सक्नुहुन्छ। हामी मकवानपुर गढी, ऐतिहासिक मकवानपुर गढीको वालहरू हामी छेउबाट हेर्न सक्छौँ। हामी यताबाट सरर जानेछौँ, त्यताबाट टक्लक लाएर पुग्नेछौँ। बाटोभरिको फुलले मलाई एकदम मग्न बनाइरहेको अवस्था छ। लहर भने त्यस्तै हो, फुल चाहिँ साह्रै मिठो रहेछ। फाइनली अहिले म ऐतिहासिक मकवानपुर गढीमा आइसकेको छु। यहाँ मेरो क्यामेरा रहेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ पछाडि ऐतिहासिक मकवानपुर गढी तपाईँहरूले मजाले देख्न सक्नुहुन्छ। यही नै हो नेपालको सबैभन्दा ठुलो गढी दरबारहरू मध्येमा सबैभन्दा ठुलो दरबार। धेरै गढीहरू छन् नेपालमा, झन्झै तपाईँहरूको 205वटा गढी दरबारहरू छन्। मैले बुझेको, मैले जानेको अनुसार चाहिँ यतिको भूभागमा फैलिएको सबैभन्दा ठुलो, नेपालको सबैभन्दा ठुलो गढी दरबार चाहिँ यही नै हो, ऐतिहासिक मकवानपुर गढी दरबार। अन्त तपाईँहरू बस्नुभएको ठाउँतिर पनि विभिन्न दरबारहरू होला,
जस्तै गोर्खा दरबार, अनि यता हाम्रो यो चितवनतिर दरबार, सिन्धुली दरबार, धेरै ठाउँमा अब यो गढीहरू होइन दरबारहरू छन्। तर सबैभन्दा ठुलो नेपालकै इतिहास बोकेको ठाउँ चाहिँ यही ऐतिहासिक मकवानपुर गढी दरबार। तपाईँहरू यहाँनिर मजाले हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि अथवा कुनै पनि तपाईँहरूको ठाउँ नजिकै कुन दरबार छ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, हामी त्यसमा प्रतिक्रिया जनाउनेछौँ। आज मैले बहिनीहरूको फोटो खिचिदिएको छु। बहिनीहरू चितवनदेखिबाट घुम्न आएको रहेछ, अनि उनीहरूको फोटो खिचिदिएको छु, अनि उसले म आफ्नो केही प्रतिक्रियाहरू राख्छु भनेको छु। ल बहिनी, तिम्रो नाम भनिदेऊ त। मेलिना छेत्री। कहाँबाट छौ तिमी? चितवनको कुन ठाउँबाट? 23 जगतपुरबाट बहिनी रहेछ। अनि तिमीलाई यो अहिले यहाँ यो जुन मकवानपुर ऐतिहासिक मकवानपुर गढी घुम्न आउँदाखेरि कस्तो लाग्यो त? राम्रै लाग्यो, ठिकै छ। ठिकै छ है। विशेषता यहाँ आउनुको विशेषता अब जस्तो के हुन्छ नि, अब एउटा न एउटा कुनै विशेषता हुन्छ। अब ऐतिहासिक ठाउँ भनेर तिमीलाई राम्रो लाग्यो कि यहाँको मौसमहरू राम्रो लाग्यो कि यहाँको क्यामेराम्यान राम्रो लाग्यो कि एकदम विशेषता यहाँ राम्रो लाग्यो मलाई? इन्भाइरोमेन्ट र क्यामेराम्यान। ल, इन्भाइरोमेन्ट र क्यामेराम्यान दाइ एकदम मन परेर बहिनीको विशेषता। अब विशेष गरी तपाईँहरू पनि यसरी नै आफ्नो फ्रेन्ड्स, फ्यामिली अनि आफ्नो परिवारहरूसँग यसरी नै घुम्न आउन सक्नुहुन्छ है त। ल।